के तपाईलाई थाहा छ संसारभरका करोडौं फुटबल फ्यानहरू फिफा विश्वकप 2026 मा रमाइरहेको बेला नेपाली फुटबलमा भने इतिहासकै सबैभन्दा ठूलो वज्रपात परेको छ। हिजो जुन 24 मा फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल राष्ट्रिय फुटबल संघ एन्फालाई अनिश्चितकालको लागि निलम्बन गरिदियो। एकातिर विश्वकपको रौनक, अर्कोतर्फ नेपाली फुटबलको यो अवस्था। तर यो अवस्था कसरी आयो त? आउनुहोस् आजको भिडियोमा यसको भित्री वास्तविकता बुझौं। यो विवादको श्रृङ्खला डिसेम्बर 2025 देखि नै सुरु भएको हो। एन्फाले 11 फेब्रुअरी 2026 मा निर्वाचन गर्ने तय गरिसकेको थियो, तर आन्तरिक कलहका कारण पाटन उच्च अदालतले चुनावमा रोक लगाइदियो। त्यसपछि विवादमा सरकार तानियो। खेलकुद मन्त्रालय मातहतको राखेपले 25 मार्च 2026 मा एन्फालाई 3 महिनाको लागि निलम्बन गरिदियो। फिफाले यसलाई तेस्रो पक्षको ठाडो राजनीतिक हस्तक्षेप भन्दै निर्णय फिर्ता लिन 7 दिने अल्टिमेटम दियो, तर सरकार पछि हटेन। उल्टै 10 जुनमा मेक्सिकोमा भइरहेको विश्वकपको उद्घाटन सत्रमा भाग लिन जान लागेका 24 जना एन्फाका पदाधिकारीहरूलाई सरकारले विमानस्थलमै रोक्यो। अन्ततः फिफाले नेपालमाथि प्रतिबन्धको डण्डा चलाएरै छाड्यो। अनि यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ, के एन्फा दुधले धोएको संस्था हो त? बिल्कुलै होइन। विगत 10-12 वर्षदेखि एन्फा खेलको विकास गर्ने ठाउँ भन्दा बढी राजनीतिक भागभण्डा, नातावाद र आर्थिक अनियमितताको अखडा बनेको थियो। कुनै समय दक्षिण एसियाको शीर्ष टोली रहेको नेपाल अहिले फिफा र्याङ्किङमा खस्किँदै जानुको कारण पनि यही नै हो। ग्रासरुटबाट आउने वास्तविक प्रतिभाहरू पाखा लाग्ने र नातागोताले अवसर पाउने व्यतिथिले नेपाली फुटबल जर्जर बनेको थियो। यही सिन्डिकेट र भ्रष्टाचारलाई तोड्नको लागि वर्तमान सरकारले कदम चालेको दाबी गरेको छ, जुन नियतका हिसाबले आम खेल प्रेमीहरूको भावनासँग मेल खान्छ। तर समस्या सरकारको नियतमा होइन, तरिकामा देखियो। युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र मन्त्रालयले फिफाको अन्तर्राष्ट्रिय कानुन र यसको संवेदनशीलतालाई नबुझेको देखिन्छ। फिफाको नियममा स्पष्ट छ, सरकार जतिसुकै सही भए पनि संघको कार्यसमिति विघटन गर्ने वा चुनाव रोक्ने अधिकार कसैलाई हुँदैन। सरकारको अपरिपक्व कूटनीति र राजनीतिक इगोका कारण अब नेपालले फिफा र एन्फा मातहतका कुनै पनि अन्तर्राष्ट्रिय खेल नेपालले खेल्न पाउने छैन। फिफाबाट आउने करोडौंको विकास बजेट र प्राविधिक सहयोग पूर्ण रूपमा रोकिनेछ। खेल सुधार्ने नाममा चालिएका यी कदमले तिनै प्रतिभावान खेलाडीहरूको करियरमा सङ्कट पारिदियो, जसको लागि सरकार लडेको दाबी गरिरहेको थियो। विश्वकपको यो माहौलमा नेपाल प्रतिबन्धमा पर्नु खेल प्रेमीहरूको लागि निकै लज्जास्पद विषय हो। अब सरकार र राखेपले आफ्नो राजनीतिक अडान छोडेर फिफाको नियम स्वीकार्दै कूटनीतिक संवाद मार्फत यो प्रतिबन्ध फुकुवा गराउनुको विकल्प देखिँदैन। तपाईलाई के लाग्छ? एन्फाको व्यथिति सुधार्न नेपाल सरकारले चालेको यो कदम ठिक थियो कि अन्तर्राष्ट्रिय नियम नबुझी चालेको यो कदमले नेपाली फुटबललाई सिद्ध्याउने खेल खेल्यो र नेपाली फुटबलमा राजनीतिले कस्तो असर पारेको जस्तो लाग्छ तपाईलाई? आफ्नो विचार कमेन्टमा राख्न नबिर्सिनु होला। धन्यवाद।